साथीहरु कसैको कपाल हेर्नु होला कपाल हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई धेरै धेरै स्वागत छ मेरो च्यानलमा आई होप हजुरहरु सन्चै होला म पनि सन्चै छु अनि फाइनली आज चाहिँ हामी पिकनिक खान जाँदै छौं स्मारक अनि म चाहिँ रेडी भइसक्यो अब अलिकति रेडी हुन बाँकी छ अहिले चाहिँ बिहानको 6 बजिसक्यो अहिलेसम्म बस आएन अनि एकछिनमा रेडी भएर बिहान निस्किन्छौं हेलो गाइजहरु म चाहिँ रेडी भइसक्यो बस पनि आइसक्यो जान पर्यो अहिले सिट पाउँदैन फेरि गएर बस्न गएर भन्नु पर्यो बस पनि आइ रेडी समानले तर हामी चाहिँ बस्न बसिसक्यौं सबैजना सिट पनि है त्रुत्रु है साथीहरु 6 बजे जाने भनेर 7 बजे सिक्यो यहाँ कोही आएन अहिलेसम्म बस्न कुदेउ यस्तै हुन्छ नेपालीहरु अझै मान्छेहरु आएन सामान हाल्दै वहाँ पुग्दा त 10-11 बज्छ होला यहाँनिर 7-8 बजे लागिसक्यो अझसम्म हिँडेन गरेको लागिसक्यो जाने कोड लाग्छ चितालाई अब साथीहरु हामी चाहिँ आएर बसिसक्यो ठाउँ पनि नपाएर बल्ल बल्ल ठाउँ खोजेर यहाँ रेडी गर्दै छ सबैजना यहाँ बनाउनलाई यहाँ चुलो बनाउन रेडी भइरहेछ हामी चाहिँ यहाँ जनावर हेर्न आइसक्यौँ यतातिर त्यहाँ जरा आयो रहेछ त्यहाँ तर जरा आयो रहेछ है ठन्डै रहेछ मन नदिए आमा के बिधि रहेछ पुरा बथान रहेछ यहाँनिर सबैजना आफ्नो सुरमा कोही छैन हामी मात्र यहाँ चितुवा अनि यहाँ चिल रहेछ चिल होइन यो चिल हो आँखा कति राम्रो देखेको डेन्जर देखेको है कस्तो रहेछ हेर न नाक पनि कत्रो रहेछ त कोही छैन एक्लै सुझाउ मिल्छ मलाई हेर्नुहोस् त्यहाँनिर राम्रो रहेछ घुम्नलाई पहिला हाम्रो राम्रो बनाएको छ यहाँलाई बल्ल भेटेँ यहाँनिर कस्तो राम्रो छ यहाँनिर भागेको पहिले अगाडि के हामी खोज्या पाकेन
यहाँ खानेकुरा कुरेर बस्यो खानेकुरा कुरेर है भोक लाग्यो मासु है मासु खानालाई कुरिरहँ यतातिर खाँदै है उतातिर पकाउँदै हो आमच्या खानाला कुरिरहेको पाएको होइन यहाँ भोक लागेर मर लाग्छ सबैजना सब सुनसान छ नाचगान गरेर बसेर सबैजना हामीभन्दा पछिको मात्र खाइसक्यो भाइ हेर्नु लास्ट ढिलो भयो आज हामीभन्दा पछिको मात्र खाइसक्यो अहिले 1 बजिसक्यो सुन पाएको छैन खानेकुरा एउटा भोक लागेर सुतिसक्यो मान्छे निन्द्रा पुऱ्याइसक्यो सुनसान भयो भोक लागेर यहाँ कुरेर बसेको हामीहरू खानालाई झ्याउलाइसक्यो मलाई त खाएर घुम्न जाउँ ल भने कतिखेर भोक लागेर हिँड्न नसकेर बसेको सेम त्यस्तै भोक लागेर सबजना निराश भएर बसेर अब कस्तो खाएँ त्यसले कस्तोसँग खाएँ यहाँ अब खाना सुरु भइसक्यो यहाँ अब यो अलिक कम भयो फेरि अचार सुरु भयो हामी यहाँनिर खाएन खाइ भ्यायो साथीहरू अब हामी खाएर भ्यायो घुम्न जाने एकछिनमा सबैजना खाइ भ्यायो अब एकछिन घुम्न जाने रोकल चढेर आयो हामीहरू माथि यस्तो हो यहाँनिर हेर्नलाई त्यस्तो रोकल चढेर आयो बल्ल बल्ल अब फेरि तल जानु लाग्यो हामी चाहिँ हामी चाहिँ अब घुम्दै हिँड्दै हो खुट्टादेखि सिकिँदैन त जुत्ताले खुट्टा दुखायो खाएको पछि पचिँदै लाग्यो त्यो त बसहरू है आज त सबै घुमेर भ्याउँछु भनेको भन्ने मात्र भयो के माथि हो मुखले मात्र
त्यो यसलाई के भन्छ है क्वाक क्वाक रे टाइगर दाइ सुतिरहनु भएको त्यहाँ क्वाक क्वाक साथीहरू हामी चाहिँ यहाँ पिज्जा खान जान लगाएर ए घुम्दा घुम्दा हैरान फेरि हामी अघि घुम्न आएको ठाउँ फेरि घुम्न आयो खाएको नि पच्न लागिसक्यो अब फेरि खान जाने अहिले खाना पर्छ ए घुम्ने ठाउँ कस्तो राम्रो बनाएको अहिले त आज शनिबार भएर धेरै बुढाहरू पिकनिक खान आउने धेरै बुढाहरू चाहिँ कस्तो राम्रो देखेँ साथीहरू हामी चाहिँ टोइलेट खोज्दै हिँड्दै यता यहाँ टोइलेट भेटेन है टोइलेट खोज्दै हिँडेको यार कता हो यस्तो यस्तो छ घुम्ने ठाउँहरू के गर्ने ठाउँ हो यो जलनपुर चढ्न पा 10 रुपियाँ पिरीमा कस्तो राम्रो छ यता जाने साथीहरू हेर्न सक्नुहुन्छ पहाड तपाईँहरूले काली पहाड हेर्नुहोस् होला कस्तो राम्रो ठाउँ रहेछ है यहाँ त कस्तो राम्रो देखेको है साथीहरू यहाँनिर गोरु केहरू रेलगाडी हेर्न सक्नुहुन्छ यहाँनिर गाडा चढ्ने भाउ आउनु होला तपाईँहरू यहाँनिर गाडा रहेछ गोरु साथीहरू हेरेर यहाँ रात पनि परिसक्यो हामी यहाँ घुम्दै घुम्दै यहाँ आइसक्यो गोरुलाई हेर्नुहोस् नाक बलमा हात छिराइछ साथीहरू हाम्रो चाहिँ अब पिकनिक सक्यो लगभग अब हामी चाहिँ अब घर जाने हो अब रात पनि पर्न लाग्यो टाढाको बाटो अब घरतिर लाग्न लाग्यो हामी चाहिँ अब जे होस् ठिकै रमाइलो भयो ठाउँहरू पनि राम्रो बनाएको छ अहिले त पहिलाभन्दा यहाँ फुलहरू हेर्नु अब साथीहरू हामी चाहिँ घर जान लाग्यो अब कहाँ जाने हो त्यो साथीहरू साथीहरू यहाँ गाडी नपाएर टेन्सनमा गाडी कहाँ हो होइन यत्रो भिडमा है कता हो घर जानलाई यहाँनिर गाडी नपाएर साथीहरू गाडी हराएको अवस्था मान्छे पनि हरायो सुदाम बस आयो साथीहरू हाम्रो पिकनिक सक्यो आजलाई यति नै आजको भिडियो यति नै बाई बाई